Hello guys, welcome back to my new video है म यहाँ आइसकेको नयाँ भिडियो लिएर अनि सो आज चाहिँ म चाहिँ माथि गेम खेल्न गइरहेको छु गएको हैन आज म्याच छ मेरो गेम छ त्यही भएर म यहाँ भाइसँग जाँदै छु यहाँ अनि ठ्याक्क हामी चाहिँ यहाँ नागी डाँडामा आइपुगेको छौं यहाँ भाइ छ मास्तिर हैन अनि भाइ गयो यहाँ तल चाहिँ मलबारी भ्यू देखिरहेछ हैन हल्का आज कुहिरो लाएर मौसम पनि बिग्रिरहेछ सो त्यही भएर खासै राम्रो भ्यू आएको छैन ल यहाँ भाइ छ हैन म र भाइ गएको जान्छु ल गयो गाइस अब हामी चाहिँ जान्छौँ हैन बाटो पनि दामी छ अफरोड छ हैन त्यस्तो टाढो त छैन अलिकति मास्तिर हो अझै हामी लागेको हैन ल हो गाइस हेर्दै गरौँ है त ओ गोल आको अब गाइस लाग्यो अब बाटो चाहिँ यस्तै छ यो चाहिँ हाम्रो माथि मलबारदेखि माथि नागी डाँडा भन्छ त्यहाँको बाटो चाहिँ हल्का बनाएको छ है बर्खामा चाहिँ लास्टै बिजी थियो हो बाटो अहिले चाहिँ बनाएको छ ठिक छ यतिको गेम चाहिँ 12 बजीको होइन अब हल्का ढिलो भइहाल्छ नेपाली टाइम त्यस्तै हो त त्यस्तै हुन्छ हल्का ढिलो भइहाल्छ हामी जाँदैछौँ अलिक ढिलो पुगिन्छ होला लास्ट बिग्रेको थियो यार यहाँ त बाटो पहिला यहाँ यस्तो बाटो बिग्रेको थिएन हो यो माथिबाट गेम खेलेर आउँदा होला हौ कस्तो बाटो बिग्रेको थियो माछालाई त्यही वान डे खेलेर हो क्या राति यस्तो बिग्रेको थियो अहिले चाहिँ बनाएको छ सोरेछ बाटो त राम्रो रहेछ जाँदाखेरि अर्को बाटो गयो क्या तल्लो बाटो आमा के भन्नु र के को बाइकको अगाडिको टायर गाडेर के भएर यता हुन्छ नि आमा ठुलो बाटो अरे क्या फेरि ठुलो बाटो अरे 9 मिनट 10 मिनट कति भन्थ्यो ठुलो बाटो अरे यस्तो छ हालत हो ठुलो बाटो गएको हो बर्खामा त हिँड्नु नसक्नु नै हुन्छ त्यो बाटो त नसोचे पनि हुन्छ बर्खामा त्यही अब यस्तो हिउँदोमा चाहिँ बनाउँछ लिनै छ अनमै छ 150 हो 150 पाहाडको राजा तर गाडी हो होइन यस्तोहरू त नि उहिले हानिहाल्छ चिने हान्ने हो छोड्ने नै होइन रागा हुन्छ पाहाडको लागि त होइन हान्दैछ होइन कस्तो दामी है लेकतिरको घर चाहिँ दामी हुन्छ है लेकतिरको घर नि दामी हुन्छ क्या सल्लाहको काठ रफ्तार छ हिँडाइ दिने हो कुदिन्जेल कुदाउने हो होइन तर चिप्लियो भने चाहिँ दामी हुन्छ क्या फेरि त्यस्तोमा त फेरि चिप्लिन्छ क्या मौसम पनि बिग्रिरहेको छ क्या हल्का मौसम पनि बिग्रिरहेको छ
बिहानदेखि नै यस्तै छ मौसम चिसो पनि लास्टै अब यतातिर त औडै चिसो हुन्छ झन् चिसो हुन्छ हाम्रोतिर भन्दा झन् धेरै चिसो हुने ठाउँ हो त्यही आज पनि दिउँसै पनि लास्ट चिसो छ क्या अब घाम देखाएन पुरै कुहिरो लागिरहेछ चिसो भइरहेछ अब भरे बेलुका आउँदा झन् कस्तो हुने हो चिसोले मरिन्छ यो बाटो चाहिँ अब हामी पहिला केटाकेटीमा होइन माउलो जाँदा इलाम जाँदा तलबाट बिग्रेको थियो हुन्थ्यो हिलो गाडी निक्लिँदैन क्या टाइम लाग्थ्यो अनि खालि यो बाटो हिँडेर यहाँ माथि निक्लिनु पर्ने यताबाट पनि गाडी कुद्दैन क्या उँभो निक्लिनु पर्थ्यो हिँडेर निक्लिन्थ्यौँ क्या हामी पहिला यहाँ माथि रक्से भन्ने छ उता बजार त्यहाँ निक्लेर त्यहाँबाट चाहिँ हाइवे भेटिन्थ्यो त्यहाँबाट चाहिँ जानुपर्ने क्या गाडी चढेर उहिले चाहिँ त्यसरी हिँड्ने बाटो है यो चाहिँ मम्मीहरू हिँडाउँछ हामीलाई चाहिँ अहिले त यहाँ बाइकको बाइक यस्तै छ कहाँ हिँडेको चिन्नु नै यसले मलाई गोल खेल्ने हिँडेको जस्तो होइन हो जस्तो होइन कहाँ हिँडेको त नि मेरो सिट सीमित भइसकेपछि आज दर्शक कहाँ पुग्यो ल हामी पछि आफ्नै अस्ति जितेछ नि त होइन ल अहिले म भेटौँ न कति बजी गेम छ कति बजी गेम छ 1 बजीको हाम्रो 12 बजी गरेर खै मलाई त यहाँ एउटा भाइले बोलाएर आएको कुनबाट खै कुन थाहै छैन साम्पा उयो के भन्छ त्यसको नाम त त्यो करण भाइले बोलाएर आयो नेपालको क्या खै कहाँको मुडे ए मुडे कस्तो छ टिम नेपालको त्यो चाहिँ राम्रो छ अन्ध बाइक किपर भएको अन्ध बाइक किपर छ राम्रै छ ल अहिले बाइक जादैन हो छोड्दियौ यही छोड्दै ल ल आउ ल ल यहाँ बाटोमा चाहिँ केटाहरू भेट्यो हो गेम खेल्ने हिँडेको रहेछ उनीहरूको चाहिँ 1 बजी छ अरे म्याच यहाँ सानो ग्राउन्ड पनि सानो छ क्या 5 साइडको हो 5 साइडको गेम छ अनि यहाँ केटाहरू पनि जाँदैछ अस्ति जितेको रहेछ केटाहरूले नि सँगैको केटाहरू अलिक पर शान्ति डाँडाको केटाहरू चाहिँ भेट्यो केटाहरू आउँदै गर्छ हामी हिँड्दै गरौँ होइन केटाहरूको 1 बजी रहेछ गेम पनि ढिलो उनीहरूभन्दा हाम्रो अगाडि हो गेम चाहिँ ल यता हो यस्तै त हुन्छ त हामी त माथिबाट घुमेको छौँ क्या एकताल उता पर निक्लेर जानुभएको उता यसो घुम्ने बाटो छैन हो त्यहाँबाट क्या यो क्या हो यो फोटो खिच्नु पर्यो हामी यहाँबाट हिँड्दै कता हो कता बाटो कता हो त्यही हो ए म यता भन्छु जहाँ हामी यहाँबाट हिँड्दै गएको ए कति लाग्छ अब कति लाग्छ अब कति लाग्छ होइन नि तँले त घुमाइस् नि उतै चाहिँ हो नि उहाँबाट उधो पो त यो रक्सेको यहाँबाट पो उधो यस्तै त हुन्छ त हो बाँदर धेर गेडा चेपिन्छ भनेको यही हो होइन गाइस म यहाँबाट घुमेर छिर्थेँ क्या अरू बेला छिर्थ्यौँ क्या हामी उताबाट आएर यहाँबाट होइन त उता तेर्सो रक्सी जान्छ यहाँ घुमाइभयो फेरि फिर्क्यौँ त्यहाँबाट हल्का यहाँ बाटो भुलाइभयो केही छैन सुरुमा आएको बाटो होइन नहिँडेको बाटो थाहा हुँदैन ल कति लाग्यो एकताल हिँडेको छुइनँ नि एकताल चाहिँ आएको थिएँ क्या म यहाँ हिँडेको तर बिर्सेँ क्या बाटो त्यस्तो मजाले थाहा भएन क्या खासै फेरि याद गर्दिनँ क्या म बाटोहरू मजाले
लड्ने भने दुईजनै लड्ने होइन भने म चाहिँ जाने हो लड्ने दुईजनै हो एकजना लड्ने एकजना हिँड्ने हुँदैन यहाँ होइन गाइस कि कसो कमल चाहिँ भाइहरूले पनि फोन गर्दैछ जस्तो छ कि पलाइरहेछ छैन त लगभग आइपुग्न आँट्यो अफरोड यहाँ त मुजी भिआर क्रस फारहरू होइन डट बाइकहरू कुदाउने बाटो छ नि के गर्नु गाई सिक्नु 150मा कुद्नु परेको छ गाह्रो छ गरिब हुनु पनि मलाई त त्यो डटहरू भन्दा त अहिले त त्यो एक्सपल्स के अरे मन पर्छ राम्रो हुन्छ नि एक्सपल्स पनि अफरोडमा राम्रो गाडी हो क्या एक्सपल्स नआउने पछि कुदाउनु पर्छ केटा होइन गाइस पहिला कमाउने अनि कुदाउने हो अहिले यसमै चित्त बुझाउनु पर्छ होइन त्यस्तै त हो नि रुएर कराएर हुँदैन किन्छु भनेर हुँदैन के गर्नु जे छ त्यसैमा रमाउनु पर्छ पुगेला एक दिन भइएला नि त सक्सेस होइन ल यस्तो छ बाटो चाहिँ गाडी चाहिँ फेरि एक्स्ट्रा छ क्या पछाडिको ब्रेक पनि छैन हो छेउ अगाडिको लगाइसकेर घ्याचेको फेरि हो यो त गिरी पो छ लाग्दैन क्या पछाडिको ब्रेक हल्का मात्रै कम लाग्छ क्या अगाडिको फेरि एबिएस हो म झ्याप झ्याप झ्याक 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 हान्दै होइन यहाँबाट कता उकालो के ओह्रालै राम्रो ठाउँमा सहर बजारमा बसेर मान्छे विकास खोज्छ यार विकास खोज्ने भनेको यो ठाउँमा हो क्या यस्तो ठाउँमा विकास गर्नुपर्ने मुजी बजारमा मुजी के को घन्टा विकास नाथो होइन त्यसै विकसित छ त होइन बाटो चाहिँ यस्तै छ ल साथी हो लामो ला यो त तपाईँ आयो त नि डेरी होइन यो जाँठा ए लु बिताइगयो नि यो बहिनीलाई सोध न ग्राउन्ड जाने बाटो यति हो लास्टै दुःख पायो कता कता भयो क्या बाटै भुल्यो होइन क्या यस्तो गीती रहेछ फेरि त्यहाँ उकालो यहाँ एकछिन झन्डै यो बाटो यस्तो बाटो आउनु परेको छ हो कि होइन यो बाटो पनि हो त्यही तनाव भइरहेछ को यहाँ घाँसको भर्दैछ त मान्छे छ कि छैन यस्तो बाटो छ हो हो कि होइन भइरहेको छ यो बाटो पनि जानु कि जाउँ होइन यस्तै छ हो निकै तल झरेछ ल अब जाउँ यही बाटो भनेको छ हल्का सर्टकट होला के भइसक्यो यार बाटो देखेर पनि ए दुःख भाइयो कहाँ कहाँ हिँड्नुपर्छ पर्छ यार के पुलो मात्रै छ त हौ क्लच पनि टुप्पीमा छ क्या गाइस किन अफ रोडमा त गिटी हुन्छ क्या टुप्पोमा क्लच भएपछि चाहिँ म टायर तालु चिप्लेर यस्तो बाटो छ कहाँ हो कहाँनिर
आफ्नै ठाउँको बाटो त भुलिन्छ टोक्ने सिगा नै निक्ल्यो जाँठो कहाँ अब अहिलेकै ठाउँमा आइयो त होइन यतै हो के फेरि मिस्टेक त हुनु हुँदैन नि यो बाटो यस्तो त्यो अघि मैले देखाउने बाटो यो बाटो यस्तो झर्छ कि बस यहाँका चौतारा छ यो क्लच पनि हल्का यो के भयो यता आयो अब कहाँ छिक्ने हो त्यही हो दुःख पाइयो जहाँ त थोरै घुम्यो भने यार निकै तल गएछ नि त अर्कै बाटो वाह दामी छ है ल खिच्दै ढिलो भइसक्यो ल भरे आउँदा खिच्दा मिल्छ यस्तो बाटो कुदेछ हौ दामी रहेछ यार र अब चाहिँ सही दिशातिर लाग्यो होइन लास्टै दुःख पाइयो क्या अघि चाहिँ त्यहाँ तल पुगेर उकालो फेरि माछालाई कुन बाटो सर्टकट छिराइ भयो क्या अब गिद्दी लाग्दो बाटो रहेछ बाटो देख्ने मान्छेलाई लिएर आएको बाटो देख्ने मान्छे नै भुलिदिरहेको क्या अब कहाँ तल पुऱ्याइदिएर त्यस्तो नि हुन्छ हजुर कहाँको हो भाइहरू चाहिँ हामी त यहीँ मलबारे तल पुङपुङको यहाँ एकजना भाइले बोलाएर आएको नि यहाँ आयोजकबाटै खेल्नु होला खोइ यहाँ एउटा भाइ करण भाइले बोलाएको कुर्नु आइसक्यो होइन अब चाहिँ हामी गाडी साडी पार्किङ गऱ्यो होइन यही हो मासतिर ग्राउन्ड चाहिँ देख्नु त्यहाँ हुन्छ हेर्नु नि यहाँ होइन यो चाहिँ मेरो थाल हेर तेह्र थालमा यो चाहिँ त्यो स्टिकर पनि हुनसक्छ भाइ त्यही हो होइन ग्राउन्ड चाहिँ ओके आइसक्यो अब हामी चाहिँ हल्का मान्छे जान्छु होइन अनि गेम सेम पनि खेल्नुपर्ने हुन्छ म तपाईँहरूलाई भरे गेम सेम खेलिसकेर भेट्छु ल गेम पनि पुग्यो हो गएको गेम पनि होइन गेम पनि हारिगयो 2 र 3 को स्कोर भयो गेम हारिगयो बाउला के नै भन्छ होला अब हार्यो होइन ठिकै छ अब हामी फर्केको अब त्यो गेमहरू भनेको होइन फर्केको भाइ अघि अगाडि नै आएको थियो आउँदा पनि जहाँ त सँगै छौँ पछाडि एकजना भाइ आउँदैछ अनि यहाँ अगाडि खेलाहरू जाँदैछ यता अगाडि होइन यस्तो छ है हिँड्दै ल गाइस अब नेक्स्ट भिडियोमा भेटौँला होइन आजको भिडियो चाहिँ अब यस्तै हो ठिकै छ नेक्स्ट भिडियोमा भेटौँला तपाईँ गाइस त्यही भन्दै अब सबैले सपोर्ट गरिदिनु होला होइन सब्सक्राइब गरिदिनु होला भिडियोलाई लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला कमेन्ट गर्नु होला ल ओके गाइस अब मैले भिडियो गरेँ ओके बाइ बाइ गाइस